हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। नमस्ते सबैजनालाई। सन्चै आरामै हुनुहुन्छ होला। म त सन्चै छु। तपाईहरुले पक्कै पनि अहिले हामी दुईटालाई सँगै मिस गरेको हुनुपर्छ। म त्यस्तै लागिरहेछ। यो भिडियो बनाउँदासम्म चाहिँ हामी अब यही सँगै नै छौँ, एकदम टाँसिरहेछौँ। तर यो भिडियो तपाईमाझ आउँदासम्म के हुन्छ रे? यो भिडियो हजुरमाझ आउँदासम्म चाहिँ हामी पक्कै नि एउटा कुनामा बसेर एकअर्कालाई सम्झेर रोइरहेका हुन्छौँ कि जस्तो लाग्छ मलाई चाहिँ अहिले भर्खरै। किन के भयो त्यस्तो? केही भएन हैन। एउटा चाहिँ हाम्रो चाहिँ के भयो भन्दाखेरि अब ठिकै छ। अब गुड न्युज भनौँ कि ब्याड न्युज पनि भन्न मिलेन। अब यत्रो महिनासम्म हामीले यही सब यसैको लागि वेट गरिरहेको थियौँ होइन। अब एकदम धेरै पेसेन्स राखेको थियौँ यसैको लागि। त्यही भएर हाम्रो चाहिँ क्यानाडाको फाइनल्ली यत्रो कति महिना लगभग 8-9 महिना 8-9 महिनापछि बल्ल पिपिआर भनेको लगभग पासपोर्ट रिक्वेस्ट भिजा आए जस्तै आएको छ। त्यसपछि अब चाहिँ हाम्रो चाहिँ अब अगाडिको प्रोसेस भनेको हाम्रो पासपोर्टलाई लिएर माथि आइआरसिसीमा बुझाउने, त्यसपछि पासपोर्टमा छाप लाएर बल्ल भिजा लाएर आए जस्तै हुन्छ। भिजा लाएर आउँछ, त्यसपछि अब टिकट काट्ने अनि सामान प्याकिङ गर्ने, त्यसपछि जाने हुन्छ। मलाई लैजान्छौ कि नै त पासपोर्टमा छाप लाउन? त लैहाल्छु नि अफकोर्स। कहाँ हो त जाने? काठमाडौँ। पासपोर्ट छन् काठमाडौँ जाने, त्यसपछि अनि पछि पासपोर्टमा छाप लाएर आउँछ। टाइम चाहिँ लाग्छ होला अझै। अब जे होस् अलिकति टाइम लिन्छ, तर हामी चाहिँ जे होस् थोरै गरेर भिडियोहरू हजुरहरूलाई लास्टमा हेर्न पनि यस्तो मजा आओस् भन्ने तरिकाले भिडियो बनाउँदैछौँ। हामीलाई माया गरिदिनु होला, हेरिदिनु होला। अनि पछि उहाँको पनि भिडियोहरू हेरिदिनु होला, माया गरिदिनु होला। ल यति नै हो होइन। अब म चाहिँ कति लगभग 1 वर्ष एक्लै हुन्छु होला है। बाफरे प्लिज। आई विल बी मिसिङ यु। खुसी पनि अब खुसी भन्न पनि अब यत्रो महिनासम्म पुरेको डिसिजन खुसी हुने कि अब परिवारसँग टाढा हुने भएर मलाई चाहिँ खुसी हुन पनि भन्छ होइन, दुही हुन दुही। यो भनेको विदेशवाला चक्कर चाहिँ कस्तो हो भने भिसा आए पनि रुन पर्छ, नआए नि रुन पर्छ। बिहा गर्दा पनि मान्छेहरू बिहा गरे नि रुन पर्छ, नगरे नि रुन पर्छ नि। त्यस्तै हो क्या यो चाहिँ। हो कि होइन? तिमीलाई बिहा अघि रुन परेको थियो, बरु बिहा अघि रुन परेको थियो होला, बिहापछि रुन परे होइन? अब परिहाल्यो नि अहिले। अब त आज चाहिँ हामी होइन लड्डुले र कन्सल्टेन्सीलाई लड्डुले थ्याङ्क यू भन्न आछौँ। अनि अब के गर्ने यस्तो रहेछ, लड्डु बाडी देश छोड्नु पर्ने। लड्डु बाडी देश छोड्ने मान्छे। टिका लाउँदै हुनुहुन्छ यहाँ अब बाहिर। MBA मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन। मेरो कलेज भएको ठाउँ भ्यान्कुभर हो। अनि मेरो चाहिँ हबसँगको एक्सपिरियन्स एकदम राम्रो रह्यो। यहाँको टिमहरू एकदम सपोर्टिभ हुनुहुन्छ। हजुरहरूले पनि बाहिर जाने सोच्नुभएको छ, यहाँ एप्लाई गर्ने सोच्नुभएको छ भने एकदम पेसेन्स राखेर हब आउनु सक्नुहुन्छ। यहाँको टिम चाहिँ एकदम राम्रो छ। फेरि अर्को टप सिक्रेट कुरा लिएर चाहिँ हामी आछौँ होइन। अब के कुरा होला भन त? त्यस्तो टप सिक्रेट नै हो। अहिलेसम्म हामीले चाहिँ रिभिल गरेको छैनौँ यो कुरा, त्यही भएर हामीले अलि अब पोस्ट पनि नगर्ने पहिल्यै भनेर। हाम्रो चाहिँ पासपोर्ट अब पिपिआर आएको लगभग 5 दिनपछि पासपोर्ट काठमाडौँ गयो। अहिले चाहिँ हाम्रो उहाँ आइआरसिसीमा पुगिसक्यो छाप लगाउनलाई। छाप लगाएर उहाँ भिजा लगाएर आउँछ। त्यसपछि चाहिँ हाम्रो अरू अगाडिको काम सुरु हुन्छ। जस्तै अब प्याकिङहरू भयो, सामान सपिङहरू भएको छैन, सबै कामहरू केही पनि भएन अझै। पासपोर्ट आएपछि बल्ल हामीले सुरु गर्छौँ। हामी पासपोर्ट चाहिँ छोड्न जानु पर्दैन, लिन चाहिँ जानुपर्छ है। हेलो गाइस, हेलो एभ्रिवान। म चाहिँ पानीमा भिज्दै मस्त हिँडिरहेको छु, पानीको मजा लिँदै। घरिघरि चाहिँ रेनकोट र बाइकमा हिँड्न मजा आउँछ, घरिघरि चाहिँ यस्तो पुरा भिज्दै हिँड्न मजा आउँदो रहेछ है। पानीमा भिज्दै हिँड्ने होला म माइत जाँदै गरेको अवस्था। ल हेर्नुहोस् त, यो मौसम भन्ने कुरा यस्तै हुँदो रहेछ। कहिले घाम, कहिले छाया, कहिले पानी भने जस्तै। अघि भर्खर चाहिँ पानीले पिटिरहेको थियो मलाई, अहिले यस्तो घाम लाग्न आकाशमा। आकाशमा चाहिँ घाम लाग्यो। हाम्रो चाहिँ पासपोर्टको भनौँ, हाम्रो पासपोर्टको म्यासेज आएर पासपोर्ट स्ट्याम्प आयो भनेर आयो। त्यसपछि हामी पासपोर्ट लिनलाई आफै जानु पर्दो रहेछ, अरू गर्नु हुँदो रहेछ। त्यही भएर हामी हिँड्दैछौँ। भोलि बिहानसम्म हामी पुग्छौँ होला लगभग। भोलि बिहानसम्म चाहिँ हामी काठमाडौँ पुग्छौँ। त्यसपछि हल्का कन्टिन्यू गर्छौँ त्यहीँदेखि। बाई एभ्रिवान। हाम्रो चाहिँ हेलो। अनि पासपोर्ट हिजो म्यासेज आएर हामी चाहिँ नाइटमा काठमाडौँ आएर त्यसपछि आज लिनु पनि सक्यौँ। मेरो हातमा आइ पनि सक्यो। यो अझै खोलेको चाहिँ छैन, अब बल्ल खोल्नु है यसलाई। ल खोला त छिटो ल खोला।
त्यो यस्तो बलियो हो त यो त एकदम ए माथिबाटै खोल्दो रहेछ त्यही भएर आएछ दिल धक धक कर रहा है के होला क्या कर रहा फोकस है के छ त्यस्तो खै मेन पेज कहाँ भिजा खै त फेरि खाली आ गया हो yes we can see क्यानाडा visa granted कहाँ लेख्छ भिजा ग्रान्टेड लेख्छ र त्यो 2024 7 30 मा लाग्यो भिसा 2026 9 30 सम्म रहेछ तिम्रो भिसा new delhi न्यु दिल्लीबाट आयो यो यस्तो बिचमा भाइ 15मा पेज नभएर अगाडिको सब खाली हो होइन हुन्छ तपाईँ ल अब के भन्न मन लाग्यो ल भन कतिको खुसी हुनुहुन्छ हजुर जनता जान्न चाहन्छ मलाई डर लाग्न थाल्यो भाइ अहिलेसम्म त केही भएको छैन खुसी छौ रिपोर्ट यहाँनिर राख्न पर्ने हो केही भन्न छ अब के भन्ने अब केही भन्न छैन इट्स डिसलेस साथीहरू के हुँदैछ त अब तिम्रो भयो के हुँदैछ यो आज कार्यक्रम के हो तिम्रो ल भन त यहाँ के हो मेरो यो? कार्यक्रम आजको भनेको यहाँ सामानहरू प्याक गर्न जिरा धनियाँ प्याक गर्ने एउटा वाइको कार्टुन किन्यौँ हामीले ओहो त्यसपछि वाइ भाइ अब- हामी सबैको वाइ भाइ चटपट त खानु पर्यो त्यही भएर त्यसपछि अरे हाम्रो एनसी भाइ देखाउ ल यहाँ चाहिँ हुनुहुन्छ हाम्रो ह्यान्डसम ब्रदर एकदम। हाई भन्नुहोस् बाबु हेलो देख्नुभयो नि ल गुड बोलेपछि बाबु भनिदिनुहोस् तपाईँ मलाई कति मिस गर्नुहुन्छ अहिलेसम्म त खासै गरुला जस्तो लागेको छैन बिछाडिएपछि थाहा होला बिछाडिए रे गर्नुहुन्न अरे तपाईँले सर तपाईँले मैले त तपाईँलाई यति धेरै मिस गर्छु यति धेरै अब मिल सुरु भयो गाइज हाम्रो दिदी चाहिँ अब क्यानाडा जाने अरे त्यही भएर यहाँ सामान प्याक हुँदैछ गाइज भिनाजुले प्याक गर्दै हुनुहुन्छ यो यस्तो सिक्नुपर्छ है जो जो जाँदै हुनुहुन्छ कस्तो प्याक गर्नु यो चाहिँ हाम्रो एउटा 23 केजीवाला लगेज हो गाइज हेर्नुहोस् त दर्शक यहाँ के हुँदैछ यो यहाँको कपडाको थुप्रो छ होइन अझ यहाँ हामीले चाहिँ हामीले बेच्ने हो गाइज हामीले बेच्ने त होइन त्यसको तल पनि अटाउँछ सामान गाइज यसभित्र चाहिँ म पनि छिर्ने हो मन जाने हो के अरे यसभित्र चाहिँ मन छिर्ने हो म पनि यहाँ ठाउँ अलिकति पाक छ यहाँ छ के अलिकति त्यो भएर हामीले सामान धेरै नगराएको के मैले यहाँ केही टिकट सिकट केही गरेको छैन त्यही भएर यही सुर्केसभित्र पस्ने अनि जाने भनेपछि अलिकति वेट धेरै हुन्छ स्पेस थोरै खान्छ यो चाहिँ कराईहरूमा राख्ने किन भन्दाखेरि यो नबजुस् भनेर है गाइज यस माथि पनि राख्नु क्या अनि बल्ल बज्दैन गुड त्यही हो सरवन भर्खर मैले कालो होइन निकाली छ नि लिएर आइज त बहिनी फेरि किन हो यो त? ए सर त नयाँ हो सर प्लिज आज यसभित्र म पनि छिर्ने मान्छे म त अटाउन क्या हुन्छ अटाउनु गाह्रो छ यो चाहिँ हाम्रो जिरा धनियाँको धुलो हो प्याक गरेर लिएर आएको मिलदेखि यो फेरि के हो त यो दुधको अभाव होला भनेर दुध पाउडरको सुक्रो अलिकति मलाई पनि दे है ल्याउ न यो चाहिँ दुध पाउडर हो यसले खाना नि मिल्छ त्यो दालको नि हाल्नु ती पर्फेक्ट दाल। पार्टनर अलि सकेको सामान राख्यो। क्यानाडामा अलिक जाडो हुन्छ अरे गाइस त्यही भएर पुरै कपडा लगाइदिएर हिँडेको के भाँडालाई पनि खाउन आइदिएर हो क्या हाई नेक्स्ट प्रक्रियाद्वारा कपडाहरू लगाइदिन्छ आयोजना गरेको हाम्रो यो प्याकिङ समारोहमा प्याकिङ इज गोइङ अन पालिस एउटा लगेज चाहिँ प्याक भइसकेको छ लगभग 27-28 किलो जाने लगेज अब चाहिँ अर्को यहाँ ओ माई गड के हो यो हेलो हामी चाहिँ अब सोनु किन रोक्यो सोनु चाहिँ अब माइतबाट बिदाई
हेलो हामी चाहिँ अब सोनु एकदम नतमस्तक छौँ माइतबाट बिदाई भएर आइसक्यो नि अब हामी बेलुका चाहिँ काठमाडौँ जान्छौँ सोनुको चाहिँ सोमबारको फ्लाइट छ अब नराउ न नरोग हेलो साथीहरू गुड मर्निङ सबैजनालाई आज चाहिँ हामी अब निस्क्यौँ रामापुरदेखि बिहे गरेर आउँदा पनि साँच्चै यति पिर परेको थिएन होला बिहे गरेर आउँदा त एटलिस्ट अर्कै नभए नि अब 1-2 दिनमै घर आउन पाइन्छ आइहाल्न पाइन्छ भन्ने थियो नि त मनमा विदेश जाँदा त के हुँदो रहेछ यहाँ अनि म त कति स्ट्रङ हुन्छु भनेर कति स्ट्रङ भएको बाफरे आज त सब फुस्क्यो स्ट्रङ हुन सकिँदो रहेछ धेरै त त्यही पनि म स्ट्रङ चाहिँ छु एकदम हेर्नुहोस् त म अलिकति छैन सन्चो भइसक्यो रुन्न झोलामा सबै कुरा राख्न मिल्दो रहेछ त्यसपछि अब के गर्ने आफूलाई जिन्दगीमा सबभन्दा धेरै चाहिने आफ्नो परिवार आफ्नो फ्यामिलीलाई त यहीँ छोडेर जानु पर्दो रहेछ विदेश भन्ने कुरा त लास्टै रहेछ हाम्रो लगभग काठमाडौँ जाने तयारी हुँदैछ अनि त्यसपछि कस्तो लागिरहेछ तिमीलाई मेरो पुरानै डाइलग हो ओल्यो 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 ल अब चाहिँ हामी काठमाडौँतिर लाग्छौँ ओहो विदेशको प्लेनमा आमारू दाई गाउँ बेसी मेलामा छोराहरू दाई 9 बजे एयरपोर्टमा तिम्रो आमा म हुँ छोरा मनमा विचार गर आफ्नो देशको उन्नतिमा बढ्दै अघि सर जौनो काम गर्न सक्छौ आँटा तिमीलाई आउँछ सोही काममा गज तुरुन्तै नै पाउँछौ साइनो दाजु माइलो दाजु छोडे तिम्रो घर मोरे चिरिन्छ यो छाते भैरवबाट यात्रा गराउनु भयो गुरुले के पार आउँछ तपाईँको रुन्न बुढी भनेर अरे सुन्नु आऊ अब भेटु नि कहिले कहिले अब हक गरौँ अरे पगला रुलाउँदै क्या र अब यसरी चाहिँ सबै कुरा सिद्धियो हामीले गरेर सबै प्याकिङहरू पनि भयो डकुमेन्टहरू पनि सबै मिल्यो र अब भोलि चाहिँ यिनको फ्लाइट हो देखेन कि तिमी अलि यता आऊ न भोलि चाहिँ यिनको फ्लाइट हो अनि आज चाहिँ हामी यहाँ बाबुको रुममा बसिरहेछौँ भोलिको दिनको पर्खाइमा योभन्दा अगाडि चाहिँ हाम्रो फ्लाइट भएको दिनको सोनु कसरी गइन् भन्ने ब्लग चाहिँ हजुरहरूले 1 महिना अगाडि नै देख्नुभयो होला पशुपतिनाथ मन्दिरबाट सुरु भएको थियो ल तिमीलाई कस्तो लाग्छ त भोलि तिम्रो फ्लाइट छ मलाई त एकदम म कस्तो लाग्छ भन्ने कुरा एक्सप्लेन नै गर्न सक्दिनँ सबैजना आउनु नि भयो मम्मी र मेरो प्यारी सुप्रु खनाल चाहिँ उयो छुट्ने भयो नि मलाई त्यही पिर लाग्यो मैले एकचोटि लास्टमा एकचोटि भयो नि हक गर्न पाउँछु कि भन्ने ठुलो आशा थियो अझै फेरि मिस हुने भयो कति वर्ष कुर्नु पर्ने मैले सुप्रुलाई हक गर्नलाई ल बाई